Hey everyone, and welcome back to my everyday vlog. Today I am taking you behind the scene of how I survived the chaos of a day before pre-boards, stress, strategy, and maybe a little bit of procrastination. Let's see how it goes. Good morning guys. कस्तो मिठो आवाज आइरहेछ है चराचुरुङ्गीहरूको। ओम नमः शिवाय। एक गरम पानी। Guys, an apple a day keeps the doctor away. सरसफाई त गर्नै पर्यो हैन। आज चाहिँ म दुई चार दिनको ग्यापमा चाहिँ सबै ओभरअल सफा गर्छु अनि आज चाहिँ त्यो दिन परेको छ त्यही भएर सबै सफा गर्दैछु। मैले चाहिँ लगभग सबै सफा गरेर सकिसकेँ। अब यो मेजर एरियालाई सफा गर्छु। यो एरिया फेरि मलाई जति फोहोर भयो मलाई त्यति। हेलो गाइज, आज चाहिँ मेरो पढाइभन्दा पनि अरू काम धेरै छ आज मेरो, त्यही भएर म पढ्न पाएको छैन। अब अहिले पनि मेरो इनलज बाबा मम्मीहरू चाहिँ आउनु भएको छ, म रिसिभ गर्न जाँदैछु र एकछिन बाहिर काम छ, अफिसियल कामले आउनु भएको थियो, सो उहाँहरूसँग जान्छु। उताबाट गएर आउँदासम्म कति टाइम लाग्छ थाहा छैन। अनि भोलिको पढाइ चाहिँ भोलिको एक्जाम गाह्रो छ, बायोस्ट्याट पढ्न नि भ्याएको छैन। सायद अब आज अहिले दिउँसो नपढे पनि म राति चाहिँ कभर गर्ने ट्राई गर्छु। हेरौँ अब के हुन्छ। पहिला बाबा मम्मीलाई भेट्न जान्छु, अफिसियल काम छ उहाँहरूको, एकछिन उहाँहरूलाई हेल्प गर्छु। त्यसपछि अनि खाना चाहिँ आज मैले मर्निङ स्किप नै गरेँ, टन्न फलफुल खाएँ। चिया खान मन लागेको थियो तर मैले चिया खाएको छैन। अब उतै खान्छु होला, बाहिरै खाएँ भने चाहिँ म भिडियो क्याप्चर गर्छु। अरू हेर्दै जानु के गर्छु। गाइज, मलाई आज एकदमै धेरै लो फिल भइरहेछ। न मेरो काम पढाइ पनि भएको छैन। भोलि मेरो ब्यान्ड बज्नेवाला छ, लिटरली मैले केही पनि हेरेको छैन। अहिले दिउँसोको 2 बजिसक्यो र म पढ्न भ्याएको छु। हिजो पनि भोलि पढ्छु भने आज फेरि पढ्न भ्याइनँ। अब अहिले बेलुका भनेको छु, सायद बेलुका मलाई थकै लाग्न सक्छ, टायर्ड हुनसक्छ, म नपढिकन सुत्न पनि सक्छु। मेरो बानी छैन, मेरो भर छैन, म आफैलाई विश्वास छैन मलाई। बल्ल म जाँदैछु। हामी चाहिँ कोष सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट को अफिस जानु लागेको सबैजना मिलेर। यहाँनिर चाहिँ हामीले खासमा मम्मीको रिटायरमेन्ट भएको छ नि त, सो रिटायरमेन्ट पछि चाहिँ त्यो पेपर वर्कहरू धेरै गर्नु पर्दो रहेछ, त्यसको लागि चाहिँ हामी अफिस आएको छ। गाइज, आज चाहिँ म डुल्दैमा गयो होइन, पढाइ त त्यस्तै डुस भइहाल्यो। आजको दिन म नपढिकन जिरो प्रिपरेसन। भोलि प्रि गरिदिँदैछु र मेरो भोलि लास्ट पनि हो। आल इज वेल भगवान्, आल इज वेल। यो चाहिँ कस्तो राम्रो मिरर राखेर रहेछ, नागरिक लगानी कोषको अफिसको मिरर। यो चाहिँ नागरिक लगानी कोषको अफिस इन्टरनल। लास्ट डे भोक लागेको थियो, त्यही भएर मकै त खानु पऱ्यो। दिउँसो निस्केको मान्छे अझै यति बेला गएर मैले के पढ्छु थाहा छैन। भोलि प्रि बोर्ड्स मेरो फेरि जहिले इक्जामको बेलामा होस् या जुनै बेलामा पनि सधैँ केही न केही कामहरू आइपरिरहेको हुन्छ कि। आज पनि त्यस्तै भयो। आज अफिसियल कामहरू धेरै थियो, काम सक्सेस पनि भयो जे कामको लागि आएको, तर पनि अब आफूले पढेको छैन, सो एकदमै धेरै डर लागिरहेछ भोलिको लागि चाहिँ। फेरि भोलिको सब्जेक्ट एकदमै गाह्रो छ। अब आज बेलुका यसै त म टायर्ड फिल भएको छु, तर म आज बेलुका चाहिँ पढ्नकोलाई चाहिँ फोकस गर्नेवालामा छु। सो हेरौँ अब के हुन्छ। म छिटो रुम्छु, फ्रेस हुन्छु, अनि त्यसपछि के हुन्छ म खबर देखाउँछु ल। म फर्किँदा यस्तो राति भइसकेको छ रुम पुग्दाखेरि। अहिले बेलुकाको 7 बजिसक्यो। चिया खानालाई दुध लिएर आएको छु। अब हेरौँ कति बेला हुन्छ मेरो पढाइ।
आज हुनेवाला छ जस्तो लागेको छैन मलाई मेरो ताल देख्दाखेरि। गाइस अहिले 8 बजे छ ठ्याक्कै। खानासाना पकाएर भ्याएँ। अब यस्तो टायर्ड भएको छु, एकचोटि खाना खान्छु अनि फ्रेस हुन्छु अनि त्यसपछि 1-2 घन्टा पढ्न बस्छु। आज धेरै पढ्न भ्याइँदैन, गाह्रो छ। आज मेरो बिजोग, आज भन्दा नि भोलि मेरो बिजोग हुनेवालामा छ।